तपाईँ जब गर्दै हुनुहुन्छ, स्यालेरी पनि 30-35 हजार छ, महिनाको अन्तिममा 4-5 हजार पैसा पनि बच्छ, अनि मनमा एउटा क्वेसन आउँछ होला, एसआइपी गर्नु कि सेयर मार्केट? यो एउटा डिसिजन रङ भयो भने 10-15 वर्षपछि तपाईँको पैसामा लाखौँ रुपियाँको फरक आउन सक्छ। आजको यो भिडियोमा म तपाईँलाई रियल कन्टेक्स्ट नेपालमा के हुन्छ भनेर भन्न गइरहेको छु। राम काठमाडौँमा जब गर्छ, स्यालेरी 35 हजार छ, रेन्ट, खाना, ट्राभल र घर पैसा पठाइसकेपछि उसको हातमा 4-5 हजार रुपियाँ बच्छ। राम फेसबुक खोल्छ, फेसबुक ग्रुपमा सेयर मार्केटमा प्रफिट भयो भनेर स्क्रिनसट देख्छ, बाटोमा हिँड्दाखेरि ब्याङ्कले एसआइपी गर्नुस् भन्ने प्रचार देख्छ। राम डिसिजन लिन सकेको छैन। कति तपाईँ पनि राम जस्तो हुनु हुँदैन? नेपालमा एसआइपी इन्भेस्टमेन्ट केही वर्षदेखि बढेको छ। लङ टर्म एसआइपीको रिटर्न 10देखि 12% सम्म हुन्छ, अनि नयाँ ट्रेडर जो सेयर मार्केटमा जान्छन् मेजोरिटी अफ लसमा हुन्छ, स्पेसली बिना नलेजले, बिना प्लानले र पैसा मात्र कमाउने जाने मान्छेहरू लसमा गएको छन्। सो तपाईँको मनमा क्वेसन आउँछ होला, कुन राम्रो हो? पहिला एसआइपीको बारेमा बुझौँ। एसआइपी भनेको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान हो। महिना अलिअलि पैसा इन्भेस्टमेन्ट गर्दै जाने सिस्टम हो। नेपालमा धेरैजना एसआइपी गर्नुहुन्छ। मिनिमम 1000 रुपियाँबाट हामीले एसआइपी गर्न मिल्छ। एसआइपीको सबैभन्दा ठुलो फाइदा डिसिप्लिन हो। स्यालेरी आयो, एसआइपी अटोमेटिक काटिन्छ र काम सक्यो। मार्केट बढे पनि, मार्केट घटे पनि तपाईँको इन्भेस्टमेन्ट अमाउन्ट सेम हुन्छ। सिम्पल भाषामा बुझ्ने हो भने रिस्क कम हुन्छ र लङ टर्ममा धेरै फाइदा हुन्छ। अब रियल इक्जाम्पल हेरौँ न। तपाईँ महिनाको 5000 रुपियाँ एसआइपीमा हाल्नुहुन्छ, 10 वर्षसम्म र एभरेज रिटर्न 10% दियो भने तपाईँले 10 वर्षपछि 10 लाख रुपियाँ पाउनुहुन्छ, जुनमा तपाईँको लगानी 6 लाख हुन्छ र 4 लाख तपाईँको इन्ट्रेस्ट हुन्छ। यदि तपाईँले 10 वर्षलाई अझै 5 वर्ष थपेर 15 वर्ष पुर्याउनु भयो भने तपाईँको लगानी 9 लाख हुन्छ र तपाईँको रिटर्न 20 लाख प्लस हुन्छ। यदि तपाईँले 15 वर्षलाई अब 25 वर्ष गर्नुभयो भने तपाईँको लगानी 15 लाख हुन्छ, तपाईँको रिटर्न 66 लाख हुन्छ। यो कम्पाउन्डिङको जादु हो। एक दिनमा धनी बन्न सकिँदैन, तर यसले तपाईँको भविष्यलाई सुरक्षित बनाउँछ। एसआइपीले चमत्कार गर्दैन र यसले फास्ट पैसा पनि बनाउँदैन। स्लोली तपाईँले आफ्नो पोर्टफोलियोमा कम्पाउन्डिङको जादु देख्न थाल्नुहुन्छ। एसआइपीको काम तपाईँलाई गरिब हुनुबाट बचाउनु हो। एउटा कुरा के हो भने एसआइपी जसले गर्छ लङ टर्ममा उसको लागि गेम चेन्जर हुन्छ। अब सेयर मार्केट पनि बुझौँ न त। सेयर मार्केट सुन्ने बित्तिकै एक्साइटमेन्ट हुन्छ, आज किन्यो भोलि प्रफिट। तर रियालिटी के हो भने सेयर मार्केटमा जति छिटो पैसा बढ्छ त्यति छिटो पैसा घट्छ पनि। नेपालमा 10 जना नयाँ मान्छे मार्केटमा छिर्यो भने 9 जना लसमा निस्किन्छ। सेयर मार्केट कुनै जुवा होइन, यो एउटा बाइक जस्तो हो। स्पिड पनि छ, पावर पनि छ, तर तपाईँलाई चलाउन आएन भने क्र्यास हुन्छ। नेप्सेमा धेरै उतार चढाव हुन्छ। यो फिक्स डिपोजिट जस्तो, एसआइपी जस्तो स्टेबल हुँदैन। तपाईँले डिफ्रेन्ट न्युज हेर्नुपर्ने हुन्छ। पोलिटिकल सिनारियो नेपालमा कस्तो छ त्यो हेर्नुपर्छ। टेक्निकल एनालाइसिस र फन्डामेन्टल एनालाइसिस पनि हेर्नुपर्छ। अनि सेयर मार्केटमा डिफ्रेन्ट हिडन कस्ट पनि छ, ब्रोकरेज चार्ज, डिपी चार्ज र रेगुलेटरी फीहरू। तपाईँ सेयर मार्केटमा प्रफिट जानको लागि सबै एनालाइसिस गरेर अनि मात्र लगानी गर्नुपर्ने हुन्छ। यो कुनै जादु होइन, पैसा हाल्यो डबल भएर निस्किने। अब सिम्पल कम्पेयर गरौँ न। एसआइपीमा धेरै टेन्सन हुँदैन, थोरै टाइम दिए पनि हुन्छ र यो स्टेबल ग्रोथ हुन्छ। तर सेयर मार्केटमा टाइम धेरै चाहिन्छ, तपाईँले सिक्नु धेरै पर्छ र फास्ट प्रफिट र लस पनि हुनसक्छ र स्ट्रेस पनि हुन्छ नै। क्वेसन यो हो कि एसआइपी राम्रो कि सेयर मार्केट? यो तपाईँको लाइफस्टाइल कस्तो छ। यदि तपाईँ धेरै बिजी हुनुहुन्छ भने तपाईँको लागि सेयर मार्केट त्यति फाइदा नहुन सक्छ, किनभने सेयर मार्केटमा टाइम चाहिन्छ। तर तपाईँले एउटा प्लान गर्न सक्नुहुन्छ। एसआइपी फाउन्डेसन जस्तो राख्नुहोस्, आइपिओ अपर्च्युनिटी बनाउनुहोस्, सेयर मार्केटमा स्किल सिकेर आउनुहोस् र आफ्नो इमोसनलाई कन्ट्रोल गरेर प्रफिट बनाउनुहोस्। अब भन्नुहोस् तपाईँ सेयर मार्केटको साइडमा हुनुहुन्छ कि एसआइपीको साइडमा? अनि आइपिओ तपाईँलाई पर्छ कि पर्दैन? कमेन्टमा लेख्नुहोला। यो भिडियो युजफुल लाग्यो भने आफ्नो एउटा साथीलाई सेयर गर्नुहोला। थ्याङ्क यू। आजको लागि यति।